गाइस मेरो टुरिस्ट चाहिँ आजको चाहिँ अचम्मको छ हौ। केरा खानु खोज्छ, केरा किन्नु जान्छ। केरा पनि त्यो पनि दुईटा तीनटा माग्छ हो, दुईटा जस्तो माग्छ। अन्त दुईटा केरा चाहिँ कहाँ दिन्छ? अन्त त्यो पनि दुईटा केरा पनि 5 रुपियाँमा 10 रुपियाँमा माग्छ हो। अर्काले अनि उयो छुटाएर कहाँ दिन्छ होइन। अचम्मको टुरिस्ट भेटेको छु मैले चाहिँ। यो प्याकेज चाहिँ फास्टफुडतिर जान्छ, मोमो पहिला साइज हेर्छ, सुप कति पाउँछ त्यो सोध्छ। अचम्मको त्यस्तो दुःख पाइ त किन चाहिँ आउनु हो है। कम्पनीमा काम गर्दो रहेछ होइन। अब हामी त टुरिस्ट भने इज्जतै गर्छ नि। आमामा उसको एटिट्युड र उसको उयो चाहिँ अलिकति छैन फेरि हो। कम्पनीमा काम गर्छ अरे, उसलाई कम्पनीबाट गाडी दिएको छ अरे आर्टिका हो। अन्त मेरो गाडी चाहिँ मैला भयो अरे। यस्तो सफा गाडी पनि अब 2 वर्ष पुरा भएर 3मा लाग्दैछ गाडी हो। अन्त चाहिँ अलिकति एटिट्युड देखाउँदैन आमामा। फेरि गाडीमा बसेको चाहिँ हेर्नुपर्छ कि फेरि पलैँटी कसेर बस्छ। गाइस हेर्नुहोस् ल, यहाँ हो यहाँ हेर्नुहोस् न। उता हुँदै पलैँटी कसेर बसेर जुत्ताको दाक्कै दाग छ। फेरि गफ चाहिँ सान्नु दिँदैन हो। यहाँ गफ चाहिँ फेरि उसको यत्रो डरलाग्दो छ कि गफ चाहिँ। अब मेरो गाडी हेर्नुहोस् है, मैला पनि छैन। हेर्नुहोस् है यहाँ अब यस्तो सफा छ, निट एन्ड क्लिन छ। हेर्नुहोस् है, गाडी सफा छ एकदम हो। एकदमै सफा छ गाडी। अब 2 साल पुरा रनिङ भएर 3मा लाग्दैछ। अन्त आमामा रुम फ्रेसनर लाउनु अरे गाडी हो। अन्त सफा बनाएर ल्याउनु अरे। अब पेलिङमा गाडी होटेलवालाले पानी चाहिँ 1500-2000 रुपियाँ टाटा किन्दैछ। गाडी त्यो धुनु चाहिँ कहाँ दिन्छ? कोही त अब के भन्यो भने फेरि अब ड्राइभरकै गल्ती हुन्छ हो, टुरिस्टहरूकै सही हो कुरा हुन्छ। फेरि कम्प्लेन भएन। अन्त म त चुपचाप बसिरहेको छु। अन्त बाठो भएर अघि पानी परिरहेको थियो राजबेन्चीमा। अन्त त्यहाँ जाने अरे। पहिला स्काइवक हिँड्नुभन्दा पनि मानेन होइन। अन्त अहिले स्काइवकमा घाम लागिरहेछ, राजबेन्ची अहिले जाने भनेर अघि जानु पहिला भनेको, यता जानु भनेको मानेन होइन। अब तल पानी परेर चाहिँ बिजोग भएर चाहिँ अहिले चाहिँ रिग्रेट मानिरहेको थियो। बेहोरा चाहिँ कस्तो छ भने नि, आमा फर्स्टमा चाहिँ म त राम्रो जस्तो लाग्यो कि बुढी चाहिँ ठिक छ एकदम उसको होइन। बुढी चाहिँ राम्रै बोल्छ। बुढा चाहिँ कता के गर्नु, सबै टाउको माथा सबै चिलाएर आउँछ नि। के गर्नु, अब गर्नु केही भएको छैन। अन्त त्यही भएर चाहिँ अब चुपचाप बसिरहेको छु। गाइस यस्तै छ। अब सहनु पर्दो रहेछ चालकहरूले, के गर्नु है। चालकहरूले पैसा कमायो भन्छ, तर यस्तो हेरेसमेन्ट यस्तो हेडेक भएको चाहिँ कसले देख्ने है। कमाएकै मात्रै देख्छ होइन गाइस। अब यस्तै छ है, दुःख सुख हुन्छ। अब म बाँच्नु चाहिँ बाँच्दिनँ। अब म केही नबोली बसिरहेको छु। यो टुरिस्ट उठाएकोदेखि चाहिँ म त मुडप भइरहेको छु पुरा। अन्त नउठाउनु पनि उठाइहाल्यो। उठाइसकेपछि ऊ हेर्नु नि, ड्राइभर पनि किनेको, गाडी पनि किनेको, सबै किने जस्तो गर्छ हो। अब त्यत्तिको ड्युटी कम्पनीमा काम गर्ने हो भने त अब यस्तो एटिट्युड देखाउँछ। यहाँ बसेको चाहिँ हेर्नुपर्छ, पलैँटी कसेर जुत्ताको छाप उता ड्यासबोर्डतिर उता दैलो थुन्छ काँठे। त्यो उहिलेको 16-13 टाटाको ट्रकको दैलो जस्तो हो। भन्दा भइसक्यो है। ल गाइस अब यस्तै छ है आजको चाहिँ। म चाहिँ बिजोकै भइसक्यो। हाँस्नु पनि मन परेको छैन आज चाहिँ।